भनेपछि धरहरा बनाइएको होइन बिगारिएको हो भने तपाईको आशय होइन। धरहरा त बिना बनाएको पनि छैन, बिगारेको पनि छैन, त पछाडि जस्ताको त्यस्तै छ त। ट्याक्सीहरू पनि पठाउमा दर्ता भएर टोटलमा दर्ता कतिपय दर्ता छन्, कतिपय छैनन्। त्यसलाई चाहिँ महानगरले नै त्यसलाई कोलाबोरेटिभ प्रोसेसमा ल्यायो भने एउटा चाहिँ भनौँ न, यो कम्पिटिसनमा पनि हेल्दी कम्पिटिसन हुनुपर्छ नि। यहाँनिर एकजनाले मात्रै धेरै पाउने, अर्कोले कम पाउने, अथवा अर्कोले भोलिका दिनमा अर्कोले मात्रै धेरै पाउने, अर्कोले कम पाउनेलाई चाहिँ हेल्दी कम्पिटिसनमा लानुपर्छ। यस्तो चिज चाहिँ सबैले गरी खान पाउनुपर्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो। महानगरले व्यवसाय गर्ने हो कि नियमन गर्ने हो? नियमन पनि गर्ने हो, व्यवसाय पनि गर्ने हो। महानगरले बिजनेस पनि गर्ने हो। तपाईका यी कुराहरू सुन्दाखेरि भइहाल्छ, आजसम्म नभएको कुरा भइहाल्छ, चमत्कारै हुन्छ, काया पलट हुन्छ भन्ने जस्तो लाग्छ। यसलाई तपाईको इमानदार आत्मविश्वास भन्ने कि मतदाता लोभ्याउने चेष्टा भन्ने कि तपाईको अपरिपक्वता र भ्रम भन्ने? होइन, भ्रम भन्नु मिल्दैन। किन भन्दाखेरि म इन्जिनियरिङ ब्याकग्राउन्डको हो, म आफै स्ट्रक्चरल इन्जिनियर हो। मैले कुरा गर्दाखेरि इम्पोसिबल कुरा गर्नै मिल्दैन। शौकबाट बनेको पेसा भनेको तपाईँ ऱ्यापर हो, सङ्गीतको क्षेत्रमा हुनुहुन्छ। तपाईँले पढेको विधा भारतमा गएर तपाईँले स्ट्रक्चरल इन्जिनियरिङ पढ्नुभयो, तपाईँ इन्जिनियर हो, आज पनि त्यही काम गरिरहनु भएको छ। अब भन्नु चाहिँ के भएको छ भने म यो दुईवटा कुरा होइन, म राजनीति गर्छु, मेयर बन्छु। एउटा मान्छेले यस्तो चाहिँ किन हुन्छ? होइन, राजनीति गर्छु भनेर त कहीँ पनि अहिलेसम्म भनेकै छैनौँ। किनभने मेयर भनेको राजनीति गर्ने थलो नै होइन। संसार युवतीमै अडेको छ है? होइन, त्यस्तो पनि होइन। युवतीमै अडेको त छैन, तर युवतीमै अडियो भने केही पनि गर्न सकिँदैन। युवतीमै चाहिँ अडिनु चाहिँ भएन, तर अडिएको जस्तो देखिन्छ, त त्यसैमा अडिराख्नु। तर पुरुषहरूको लागि युवती भनिसकेपछि सबै कुरा छोड्न तयार हुन्छ नि। यस्तो भन्छ 99% अफ मेन आर बिजी विथ वुमन अनि रेस्ट अफ 1% आर मिलियनियर्स। 99% मान्छे चाहिँ युवतीमा फसिरहेको हुन्छन्, बाँकी 1% चाहिँ मिलियनियर हुन्छन् अरे। के चाहिँ सजिलो लाग्यो यहाँलाई? गीत गाउन सजिलो रहेछ कि यो चुनावको माहौलमा रङ्गिनु सजिलो रहेछ? होइन, गीत गाउन पनि सजिलो काम चाहिँ होइन। गीत गाउन किनभने हाम्रो विधामा त अझ गीत आफै लेख्नुपर्छ, आफै कम्पोज गर्नुपर्छ, आफै गाउनुपर्छ, आफैले एक्टिङ गर्नुपर्छ, प्रायः डिरेक्सन पनि आफैले गर्नुपर्छ। होइन, त्यो हिसाबले गीत गाउन पनि एकदमै गाह्रो काम हो। मेरो इन्जिनियरिङ पनि गाह्रै काम हो। होइन, अब यो पोलिटिकल जुन सिनारियो बनेको छ त्यो पनि गाह्रै काम हो। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोध्नु भन्दा पनि आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ, के गर्ने, त्यो सोचेर बस्नु भन्दा त बिहानदेखि बेलुका पढेको हो नि त। होइन, गाह्रो भन्ने सजिलो भन्ने होइन। हामीले चाहिँ हाम्रो कुरा चाहिँ के हो भन्दाखेरि राजनीति होइन नि त। हाम्रो कुरा त विकाससँग जोडिएको छ नि त। मेयरको पोजिसनमा एकजना व्यक्ति गएर त्यसले राजनीति गर्ने होइन नि त। राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु, कोही टाढा बस्नु सक्दैन, कोही पनि टाढा बस्नु सक्दैन। राजनीति बुझ्नु पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। तपाईँ यहाँ काठमाडौँमा बस्नु भएको छ, तर तपाईँको धादिङको घरहरू बनाउनु त हामी गयौँ नि त। हामीले एनआरएबाट त हामी त्यो रिकन्स्ट्रक्सनमा गइरहेको थियौँ नि त। हामी त काठमाडौँ बस्न पाएनौँ त्यो बेला, भुइँचालोको बेला। बनाउनु भयो, तर देश बनाउन, काठमाडौँ बनाउन धेरै गाह्रो छ। सुरुमा तपाईँले घर बनाउने हो, त्यसपछि चोक जिल्ला, होइन, बिस्तारै देश बन्नलाई तपाईँले सानसानोबाट सुरु गर्ने हो नि त।